हामी नरपानी रिसोर्टमा छौँ। यो चाहिँ अराहाजीको एकदम प्रख्यात ठाउँ। नरपानी भनेपछि एकदम प्रख्यात ठाउँ है, एकदम राम्रो रहेछ। अहिले चाहिँ हामी अराहाजी जिल्लाको सुप्पा देउरालीभन्दा अगाडि थोरै अगाडि आइसकेपछि नरपानी रिसोर्टमा छौँ। एकदम राम्रो रहेछ, साह्रै मन पर्यो। अब हामी चाहिँ खानासाना अर्डर गर्दैछौँ। गाइड सबैजना साथीहरू आउनु होला, धेरै राम्रो छ मेरो प्यारो साथीहरू। यो चाहिँ नरपानी रिसोर्टमा छौँ अहिले हामी। अराहाजीको प्रख्यात ठाउँ सुप्पा देउराली मन्दिर। सुप्पा देउराली मन्दिरदेखि थोरै अगाडि नरपानी रिसोर्टमा आज हामी अब खाना खाने तयारीमा छौँ। यहाँ चाहिँ खाना खानको लागि, बास बस्नको लागि धेरै राम्रो सेवा सुविधाहरू पाउन सक्नुहुन्छ हजुरहरूले। हजुरहरू पनि एकचोटि आइसिनु होला भन्न चाहन्छु मेरो प्यारो साथीहरू। हेर्नुहोस् पारी डाँडाको भ्यू हेर्नुहोस्, पारी एकदम राम्रो छ यो भ्यूहरू होइन। म पनि अब नेक्स्ट टाइम मेरो प्यारो बुढीलाई लिएर आउने तयारी गर्दैछु। अहिले चाहिँ हामी भाइहरूसँग आइरहेको छौँ होइन। ल मेरो साथीहरू, मेरो प्यारो भाइहरू, ल ओ मेरो साथमा मेरो प्यारो भाइ, मेरो भित्र हुनुहुन्छ प्यारो दाइ। मुस्कुराउनु कहाँ जानु मेरो दाइ।